हामीसँग अहिलेको एकदमै भाइरल हुनुभएको सर पनि हुनुहुन्छ। सर हजुरको परिचय? हजुर नमस्कार, म धीरेन्द्र प्रसाद कानु। हजुर, मेरो जिल्ला पर्सा जिल्ला। हजुर, अनि सरको चाहिँ अहिले भर्खरै सामाजिक सञ्जालहरूमा भिडियोहरू एकदमै भाइरल भइरहेका छन्। सरले चाहिँ एउटा शिक्षक भएर पनि आफ्नो कला प्रदर्शन गर्दै जुन एउटा शिक्षकको छडीमा र कलममा छडी पनि चाहियो नि त सर। छडी अब पहिला थियो, अहिले छैन, अहिले कलम मात्रै छ होइन सर। अब हामी चाहिँ त्यही छडीकै बेलादेखि पनि हो होइन सर, जहाँ छडीबाट पनि थोरै धेरै भयो र सरले चाहिँ अहिले कलमले पुष्टि गर्दै हुनुहुन्छ। र हाम्रो यो शिक्षक आन्दोलन अबको कति दिनसम्म चल्ला हजुरको अनुमान रहेको छ सर? सरकारलाई थाहा छ नि, हाम्रो नेपाल सरकारलाई थाहा छ कि यो कहिलेसम्म हामीले यो रोडमा जादु हेराउने, कहिलेसम्म नाचगान गर्ने, कहिलेसम्म हार्मोनियम तबला बाँसुरी बजाउने, यो हाम्रो नेपाल सरकारलाई थाहा छ। हामी त भनिरहेछौँ नि कि हामी यहाँ हार्मोनियम बजाउन, तबला बजाउन, जादु हेराउन आएका छैनौँ। आफूभित्र भएको कला हामी प्रस्तुत गरिराखेका छौँ। तपाईँ यति दिन लम्ब्याइदिनु भयो, त्यो हाम्रो गल्ती होइन र अहिलेसम्म कति दिन लम्ब्याउनुहुन्छ हजुरलाई थाहा छ, यो हाम्रो नेपाल सरकारलाई थाहा छ। कहिलेसम्म यो नाचगान हेर्नुहुन्छ, कहिलेसम्म जादु हेर्नुहुन्छ, यो सरकारलाई थाहा छ। हजुर, एकदमै यो दुःखदायक विषय पनि हो, धेरै लामो होइन। हामी कति दिनदेखि भोकै कराएका छौँ, आफ्नो माग मागिराखेका छौँ। मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ। म हाँस्दैछु, यसको मतलब म यहाँ रमाइरहेको छु त्यस्तो छैन। हजुर, एकदमै कठिन समय छ। कस्तो छ, म आफै छाती दुखेको छ होइन, बोल्दा बोल्दै मिडियाका तपाईँ जस्ता मिडियाका साथीहरूलाई इन्टरभ्यू दिनु परिरहेछ होइन। अब साथीहरूलाई खुसी पार्न, रमाइलो गर्न, किनभने रमाइलो हामी गर्न आएका छैनौँ, हामी एकदम पीडित छौँ। हामी आफ्नो घर बार सबै छोडेर आएका छौँ। सरी, अनि त्यो के हुन्छ, हामी भाव भइराखेका छौँ होइन, खुसी रमाउँदै हामी आफ्नो माग राखिराखेका छौँ। अनि कतिपय गलत कमेन्टहरू पनि आइरहेछन् कि सरहरू यहाँ त रमाउन आउनु भएको छ, किन हामी रमाउन आएको हो होइन, त्यस्तो गलत कमेन्ट नगरिदिनको लागि अनुरोध गर्छु। हजुर, त्यही त शान्तिपूर्ण आन्दोलन भनेकै त आफ्नो प्रतिभा देखाउने होइन नि। कलम हामीसँग जे थियो सरले त्यही चलाएर अहिले देखाउनु भयो, जस कारणले उहाँले भएको खुबी पनि हामी सामु प्रस्तुत पनि गर्नुभयो होइन। अनि म यो इन्टरभ्यूलाई धेरै लम्बाउन चाहिनँ होइन सर, र हाम्रो जति पनि श्रोताहरूले हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, उहाँहरूलाई भन्नुपर्ने अथवा छुटेका अरू मिडियाले नभनेका कुराहरू, हजुरको कभरेज नगरेका कुरा त्यस्तो केही छन् सर? हजुरको के अपिल? सबभन्दा पहिला त म यहाँ सुरुदेखि नै आन्दोलनमा छु। 19 गते आएँ, 20 गतेदेखि म आफै एकदम अनवरत रूपमा यहाँ आन्दोलनलाई सघाउँदैछु र हाम्रो माग पुरा होस्, शिक्षक एकता जिन्दाबाद, हाम्रो नयाँ शिक्षा ऐन जारी होस् भने म आफ्नो सम्पूर्ण शिक्षकज्यूहरूलाई समेटेर माग राख्दैछु। र त्यसमा धेरै मैले आफूभित्र भएका खुबीहरू प्रस्तुत गरेँ, जादु कला हेराएँ, त्यसमा तासको पनि जादु हेराएँ। तास उडाएको जादु हेर्ने बित्तिकै मैले कति गाली खाएको छु। त्यस्तो नेगेटिभ कमेन्ट गाली नगरिदिनको लागि म अनुरोध गर्दछु, किनभने यो जुवाडे हो, यसलाई पढाउन आउँदैन होइन, के पढाउँछ भने त्यस्तो कमेन्टमा मैले गाली खाएको छु। र यसले सधैँ क्लासमा जादु हेराउँछ के, बाँसुरी बजाउने सरले सधैँ बाँसुरी बजाउनुहुन्छ क्लासमा, त्यहाँ नाच्ने सरले के कक्षामा सधैँ नाच्नुहुन्छ त? त्यस्तो हुँदैन, म पढाउँछु। त्यसमा पनि के आएको छ, यो सरको त कक्षा 8को रिजल्ट नै निल भएको छ। कस्तो नेगेटिभ र कस्तो बदनाम गराउने कुरा छ, जबकि म ग्यारेन्टी भन्दैछु मैले परीक्षा लिएको होइन, 8 कक्षाको परीक्षा लिएर कपी सबै थन्काएर आएका छौँ। अहिलेसम्म रिजल्ट नै भएको छैन हाम्रो कक्षा 8को, अनि निल गयो रे होइन, सरलाई पढाउन आएन, सरको विषय नै निल गयो। कस्तो नेगेटिभ कमेन्ट आइरहेछ, त्यो नेगेटिभ कमेन्ट नगरिदिनको लागि अनुरोध गर्दछु। मेरो विषय कहिले त्यो रिजल्ट नै भएको छैन, कपी नै चेक भएको छैन, अनि नेगेटिभ कमेन्टमा मलाई गाली नगर्नुहोस्। म एउटा शिक्षक हो, म जुवाडे होइन भन्न म चाहन्छु। सम्पूर्ण देशैभरका सरहरूले, हाम्रा तमाम गुरुजीहरूले, तमाम हाम्रा महानुभावजीहरूले मलाई मन पराइदिनु भएको छ, मेरो जादु कलालाई मन पराउनु भएको छ। यसको लागि म तमाम मुरी धन्यवाद दिन्छु। र यस्तो माया म स्वर्गमा पनि पाउँदैन जस्तो म यहाँ महसुस गरिरहेको छु होइन। र यो जादु कला भनेको एउटा कला हो, सबैलाई एकदम मास्टर तुल्याउने कला हो। अब यस मैले हेराउँदा कति गाली खाएको छु होइन, र सरकारसँग विनम्र अनुरोध गर्दछु कि मेरो माग होइन, हाम्रो सम्पूर्ण सरहरूको माग पुरा होस्। हजुर, अनि सर मेरो चाहिँ अन्तिम प्रश्न होइन, जस्तै अब शिक्षा मन्त्री नै अहिले भागेको अवस्था रहेको छ, किन पनि मैले भागेको भने नि सर, हाम्रोमा यति त्यो एकता देखियो नि त, जुन कारणले चाहिँ उहाँ बाध्य नै हुनुभयो क्या। के जोड्छु भने यो शिक्षकको कलम हो, मात्र होइन, हाम्रा तमाम गुरुजीहरूको शिक्षकको कलम हो। हजुर, सम्पूर्ण शिक्षक शिक्षिकाजीहरूको कलममा ताकत छ सर। जो ताकत सरकारले नबुझे नि यो देशको भलो हुनेवाला छैन, कल्याण हुँदैन, यो सरकारले बुझ्नै पर्छ। हजुर, अहिले हामी जुन स्टेप बाई स्टेप हेरिरहेछौँ नि, हाम्रो आदरणीय, हाम्रो मान्य, हाम्रो
शिक्षा मन्त्रीज्यू होइन उनले राजीनामा दिनुभयो। अब कसले राजीनामा दिनुहुन्छ? किन राजीनामा दिनुपर्ने अवस्था आइरहेछ? किनभने यो शिक्षकको कलमको ताकत हो। यो शिक्षकको कलमको ताकतलाई हामीले सम्मान दिन सकेनौँ भने यो देशको भलो हुन सक्दैन, देशको कल्याण हुन सक्दैन। त्यसकारण यो कलमको ताकत बुझिदिनको लागि म अनुरोध गर्छु। हजुर, अन्तिम भनाइ चाहिँ मेरो हजुरलाई जस्तै अब अहिले त धेरैजनाले चिन्नुहुन्छ होइन, धेरैजनाले अब हजुरलाई अहिले सम्पर्क पनि गर्न खोज्नुहुन्छ। हजुरको चाहिँ त्यस्तो केही कन्ट्याक्ट डिटेल्सहरू, हजुरलाई त नेगेटिभ कमेन्ट गर्नु, भ्रम फैलाउनु भन्दा हजुरलाई नै सोध्न चाहनेहरूले त हजुरसँगै आउन खोज्नुहुन्छ नि त। सबैजना भेडो बराबर कमेन्ट स्प्याम गर्नुहुन्न। र हजुरलाई चाहिँ कसरी भेट्न सकिन्छ सर? हजुरको केही कन्ट्याक्ट डिटेल्स अथवा केही सोसियल आइडिजहरू? मोबाइल सबैजना हामी बोकिराखेका छौँ होइन। हजुर, अनि त्यसमा पनि सोसियल मिडियामा मेरो पनि केही आइडीहरू छन् होइन। जस्तै फेसबुक पेजमा मेरो देवेन्द्र जादुगर सर भन्ने पेज नै छ। हजुर, DEVE। कतिपय साथीहरूले DEBE राख्नुहुन्छ भने भेट्दैन। हजुर, DEVE अर्थात् देवेन्द्र जादुगर सर मेरो फेसबुक पेज छ। त्यस्तै देवेन्द्र जादुगर सर मेरो टिकटक आइडी छ। हजुर, देवेन्द्र जादुगर सर मेरो इन्स्टाग्राम पनि पेज छ। तपाईहरूसँग भेट्न मलाई पनि रहर छ। तपाईहरू जे कुरा गर्नु छ तपाईहरू मसँग एकदम प्रत्यक्ष वा अप्रत्यक्ष तपाईहरू मसँग प्रश्न राख्न सक्नुहुन्छ। देवेन्द्र जादुगर सर फेसबुक पेज, देवेन्द्र जादुगर सर टिकटकमा, देवेन्द्र जादुगर सर इन्स्टाग्राममा र युट्युबमा लाइफस्टाइल विथ देवेन्द्र सर, लाइफस्टाइल विथ देवेन्द्र सर भन्ने मेरो आइडीहरू छन्। तपाईहरूसँग म अनुरोध गर्दछु तपाईहरू लाइक सब्सक्राइब सबै गर्नुहोला र मसँग केही जिज्ञासा छ, जादु कलाको बारेमा केही जानकारी लिनु छ भने मसँग जोड्नु होला। म एकदम जे थप जिज्ञासा छ त्यो राख्नु होला। म हजुरहरूलाई सन्तुष्ट पार्न कोसिस गर्छु। लाइक सब्सक्राइब होइन, मलाई पनि माया गर्नु होला। म प्रत्यक्ष तपाईँहरूलाई खुसी तुल्याउन एकदम म प्रयत्न गर्छु। हस्, धन्यवाद सर।